राम्रोलाई राम्रो गर, नराम्रोलाई नराम्रो कहिले पनि नगर, उसलाई पनि राम्रो गर। हिरा हिरामा जाचिन्छ, हिलोले हिलोलाई कहिले पनि सफा गर्नु सक्दैन। लामा बन्ने, छोए पढ्ने, माने गर्ने, मोलम गर्ने भनेको जबरजस्ती गरेर हुँदैन। पहिले जुनीको कर्मको फल भई मात्र हामीले क्षय गर्नु पाउँछौँ। कतिपय मान्छेहरू धर्म गर्छु भन्ने मन भए पनि उसलाई समयको अभावले, परिवारको अभावले, कामको अभावले गर्दा उसले क्षय गर्नु पाउँदैन। त्यो पहिले जुनीको कर्मको फलले गर्दा नै हो। त्यसैले कर्मको बिउ रोपौ, पाप कर्मको बिउ नरोपौ। यदि रोपेको छौ भने उखालेर फालौ। जस्तो कर्म गर्छौ त्यस्तै नै फल पाउँछ। यदि हामीले खेतबारीमा गहुँ रोपेको छौँ र घरमा आएर हे भगवान मलाई धान फलाइदिनुहोस् भन्दा धान फल्दैन, तपाईँ गहुँ रोपेको छ भने गहुँ नै फल्छ। लसो